Namaste, good morning. This is Birla Digital. डेकोरेसन गरेकै हाम्रो चाहिँ 25 सुगर जुब्ली भएको कारणले गर्दाखेरि आज हाम्रो क्रिस्चियन मण्डलीको धरान रजत महोत्सव 25 एनिभर्सरीमा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावमा स्वागत गर्छौँ। यो हाम्रो गेट होइन, जस्तो छ गाइड्स, हामी सबै रेडी भइसकेका छौँ। यो शरीर तिम्रै मन्दिर हो, यो मन्दिरमा वास गर्नु हो। गुजियो सारना तिम्रै यो मन्दिर समर्पित भई सुसमाचार मण्डली यो शरीर तिम्रै मन्दिर हो, यो मन्दिरमा वास गर्नु हो। माटोको भाँडो हुँ म, कुमाले तपाईं घुमाउनु म अर्गन पर्दैन। सबैजनालाई जय मसीह। यस कारणले जे पनि यो सुन्दा चाहिँ कति नमिठो है, सारा कति प्रिय हुन्छ कि शब्द। धन्यवाद। हाम्रो गरेको गीत चाहिँ यहाँ हाम्रो रेभरेन्ड जियोमलिक सुब्बाले लेख्नुभएको, उहाँको लेखनमा यो गीत तयार भएको छ र यो तपाईँले भिडियो गर्नुभएको छ। यसलाई तपाईँले फेसबुकमा चाहिँ हाल्न सक्नुहुन्छ, तर यो गीत चाहिँ रिलिज हुनु बाँकी नै छ है। यदि तपाईँहरूले युट्युबमा हाल्नुभयो भने चाहिँ अब भोलिको दिनमा हामीले फेरि उल्टो कपिराइट लाग्ने हुन्छ र त्यसले गर्दाखेरि चाहिँ के वाद विवादमा मुसिने कुरा हुन्छ है। र यो गीत तयार गर्न चाहिँ अब धेरै समय लाग्छ, धेरै मिहिनेतहरू हुन्छ। तपाईँले त्यो बुझिकन है टिकटकमा अथवा फेसबुकमा चाहिँ सक्नुहुन्छ, तर युट्युबमा चाहिँ क्लेम लाग्छ है। त्यही कारणले जसले अगाडि हाल्यो त्यही पो अब त्यसको नागरिकता जन्माइहाल्यो जस्तो हुन्छ है। र त्यो कुरालाई ध्यानमा राखिकन तपाईँले सहयोग गर्नुहोला। यति भन्दै सबैजना जय मसीह।
हुन्छ आउनुहोस् लगाउनेलाई हामीले समयलाई जोन बोल्नुहुन्छ सहपात्र हुनुहुन्छ उठ्नुहोस् परमेश्वरको वचन पालन गरेको कारणले गर्दा लामो आयु दिन्छ प्रभुले दिनुहुन्छ अनि उहाँले लामो आयु पाउनु भएको छ हुन्छ उहाँ हाम्रो एकदमै असल इमान्दारी सङ्गतिमा सेवामा यहाँ हाम्रो गाब्रियल मामा हुनुहुन्छ गणेश बहादुर ल्याङ्गो यहाँ दिनुहोस् हुन्छ यहाँ उहाँ 82 वर्षको हुनुहुन्छ उहाँ असल प्रकारले सेवा सङ्गति परमेश्वरलाई महिमा गर्नुहुन्छ उहाँलाई हामी मण्डली भाग्यमा एल्डर हुनुहुन्छ जीवन राई र व्यवसायको पास्टर हुनुहुन्छ वीर लिम्बू यहाँलाई फेरि पनि हामी अतिथिहरूबाट यहाँनिर प्रदेश नम्बर एनसिएफएनको अध्यक्ष हुनुहुन्छ उहाँ आइदिनुको लागि अनुरोध गर्दछु पछाडि हुन्छ हामीसँग समय नभएको कारणले हुन्छ हामी उहाँलाई एउटा चियर ल्याएर र हामी उहाँको लागि प्रार्थना गर्छौँ उहाँले आफ्नो सेवाकारीमा बढ्नु सकोस् अगाडि बढ्नु सकोस् एलाइजा श्रेष्ठ मण्डली कमिटीका नयाँ युथ सल्लाहकार पूर्ण राई कमिटीको मेम्बर आमा अगुवा चन्द्रिका लिम्बू अगाडि आउनुहोस् हामीसँग यो सम्मान गर्छौँ तर हामीलाई सम्मानको लागि लामो समय छैन माफ गर्नु होला बस अगाडि आउनुहोस् र यो उता र हाम्रो पछाडिबाट पास्टर म जाँदा यो माटोको भाँडो पोखियोस् महिमा येशू तपाईको फोड्दै जाँदा यो माटोको भाँडो पोखियोस् महिमा येशू तपाईको यो शरीर तिम्रै मन्दिर हो यो मन्दिरमा बास गर्नुहोस् गुन्जियोस् आराधना